साथीहरु स्वागत छ तपाईहरुलाई आजको हाम्रो नयाँ भिडियोमा। आज पनि हामी तपाईहरुलाई टियु इन्टरनेशनल क्रिकेट स्टेडियमकै अपडेट लिएर आएका छौं। आज 103 दिन भएको छ यसमा प्याराफिट निर्माण र फ्लडलाइट जडानको लागि ठेक्का सम्झौता भई काम अगाडि बढेको। के काम हुँदैछ आजको दिनमा सम्पूर्ण जानकारी गराउने छौं। च्यानल बनाए हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला, भिडियो मन पर्छ भने लाइक गर्नुहोला। अहिले तपाई टियु अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको दृश्य देखिरहनु भएको छ र यहाँ धमाधम रूपमा काम भइरहेको छ यो 60,000 स्क्वायर फिटको भागमा र तलपट्टिको साइडको ढलान भएर अब माथिपट्टिको पनि कामहरू अगाडि बढिरहेको छ र धमाधम रूपमा यो 60,000 स्क्वायर फिटको विभिन्न ब्लकहरूमा छुट्याइएको भागमा ढलानको कामहरू चलिरहेको छ भने त्यहाँ अब बीमहरूको पनि ढलान गर्ने कामहरू फटाफट रूपमा रडहरू राखेर कामहरू अगाडि बढिरहेको तपाईहरुले यहाँनिर देखिरहनु भएको छ। तीव्र रूपमा काम चलिरहेको छ र 103 दिनको अपडेट दिनुपर्दाखेरि धेरै कामदारहरू खटिएर यहाँनिर कामहरू यसरी गरिरहेका छन् र अब असार अन्तिमसम्ममा यसको काम सकिसक्नुपर्ने छ। 10,000 क्षमताको प्याराफिट र 6वटा फ्लड लाइट जडान गर्नुपर्ने काम त्रिवी क्रिकेट मैदान अहिले पुनर्निर्माणको क्रममा छ। हालसम्मलाई देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेटको भार थेक्दै आएको कीर्तिपुर मैदानमा निर्माण संरचनाहरू थपिन लागिरहेको हो। माटोको ढिस्कामा बसेर हेर्नुपर्ने बाध्यतामा अब कंक्रिट प्याराफिट थपिन लागेको हो। साथै यसमा फ्लड लाइट पनि जडान हुनेछ। त्यसपछि रात्रिकालीन क्रिकेट पनि आयोजना गर्न सकिनेछ। नेपालले विशेष गरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा कीर्तिपुर मैदानलाई दर्शक धान्न हम्मे पर्दै आएको थियो। प्याराफिट निर्माणपछि यसमा 10,000 दर्शक बसेर हेर्न मिल्नेछ र यसरी कामहरू चलिरहेको अवस्थामा छ र यो अब तपाईहरुले भिआइपी ब्लकको भागमा पनि देख्न सक्नुहुन्छ। यहाँ पनि ढलानको कामहरू अब सुरु भइरहेको छ र आज यो भिआइपी ब्लकको बाँकी रहेको भागमा पनि ढलान गर्ने तयारी छ। आज रातिसम्ममा यसको पनि ढलान सम्पन्न गर्ने एकदमै तयारी छ। ढलानको कामहरू पनि सुरु भइसकेको तपाईहरुले दृश्यमा पनि देखिरहनु भएको छ। यसरी यो 23,000 स्क्वायर फिटको यो भिआइपी ब्लक एरियामा जुन ढलान गर्न बाँकी रहेको भाग थियो केही कारणवश त्यहाँ ढलान हुन सकेपछि त्यहाँ प्लास्टिकले छोपेर राखिएको थियो। केही भागमा ढलान भएको थियो भने अब अरू भागमा ढलान गर्ने तयारी भइरहेको दृश्य तपाईहरुलाई हामीले देखाइरहेका छौं र सम्भवतः अब ढलान पनि सुरु भइसकेको छ र ढलान सुरु भइसकेपछि अब रातिसम्ममा यसको ढलान पनि सकिनेछ। हामीले चाहिँ तपाईहरुले ढलान हुनुभन्दा अगाडिको दृश्य चाहिँ देखाइरहेका छौं र कीर्तिपुर मैदानमा पुनर्निर्माणका कार्य सम्पन्न भएपछि फेरि यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालनमा आउनेछन्। त्रिभुवन विश्वविद्यालयसँग लिजमा लिएर नेपाल क्रिकेट संघ क्यानले चाहिँ यो मैदानमा क्रिकेट गर्दै आएको थियो। अहिले 3 चरणमा कामहरू धमाधम रूपमा भइरहेको छ। प्याराफिट निर्माण साथसाथमा फ्लड लाइट जडानका कामहरू पनि यहाँनिर भइरहेको छ र भिआइपी एरियाको भागमा पनि कामहरू चलिरहेको छ। साथमा ग्राउन्ड हेर्दा पनि सुन्दर देखिएको छ। ग्राउन्डलाई पनि मेन्टेनेन्स गरेर राखिएको छ। पछाडिपट्टि अब प्याराफिटको निर्माण फ्लड लाइटको कामहरू भइरहेको छ भने यो अगाडिपट्टि यो बिचको यो ग्राउन्डको भागमा भने प्र्याक्टिस म्याचहरू पनि खेलिरहेको छ। साथमा मैदानलाई पनि सुन्दर आकर्षक बनाइराख्नका लागि कामहरू पनि चलिरहेको पनि तपाईहरुले देखिरहनु भएको छ र विभिन्न यो ब्लकहरूमा अहिले कामहरू तीव्र रूपमा चलेको छ। यसरी यो 103 दिन आज पुगेको तपाईहरुलाई अपडेट हामीले गराएका छौं। यो अपडेट तपाईहरुलाई कस्तो लागिरहेको छ, अपडेट मन परेको छ भने लाइक गर्नुहोला, च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। यस्तै अपडेटहरू आगामी दिनमा पनि लिएर आउने नै छौं। आजको लागि अपडेट यति नै भयो। बिदा हुन्छु। नमस्कार।